एकैछिन यो स्कुटरको आवाज सुन्नुहोस् है त सुन्नु नै भयो होला होइन स्कुटरमा चाहिँ पुरै घन्टी बजिरहेको छ होइन र यो घन्टी बज्दा बज्दा मेरो दिमागै बजाइदियो 3 दिन 4 दिन भयो यो स्कुटरमा चाहिँ दिन रात गरेर मैले यो स्कुटरको चाहिँ समस्या पत्ता लगाउनुमा र और प्रयासपछि धेरै पटक खोल्दै फिट गर्दै प्रयास गर्दा र लगभग सामान चेक जाँच गर्दाखेरि केमचेन केमसाप ब्रोकरदेखि लिएर कनेक्टिङ बेन बेरिङ सबै कुरा चेक जाँच गर्दा पनि सबै ठिकै देखिरहेको थियो होइन तर पनि आवाज चाहिँ आइरहेको थियो र यो स्कुटरले चाहिँ मेरो एकदमै कडा परीक्षा नै लियो होइन जुन परीक्षामा पनि म पछि हटिनँ समस्या पत्ता लाउँदा यहाँनिर लास्टमा चाहिँ तपाईँको ब्लकको स्लिप नै तपाईँको पिस्टन सँगसँगै तलमाथि गरेर चाहिँ पुरै घन्टी बजे जस्तो बजिरहेको थियो होइन र यो घन्टीको आवाजले चाहिँ मेरै दिमागको घन्टी बजाइदियो होइन र तर पनि म हार मानिनँ पटक प्रयास गर्दै जाँदाखेरि चाहिँ लास्टमा यहाँनिर ब्लकको के थियो भन्दा स्लिप हुन्छ जुन स्लिप नै पिस्टन सँगसँगै तलमाथि गरिरहेको थियो जसको कारणले चाहिँ यस्तो हुन्छ भनेर मैले कहिले सोचेको पनि थिइनँ यतिसम्म दिमाग लगाउँदा पनि तपाईँको चाहिँ मैले यो आज यस्तो पनि हुन्छ भनेर चाहिँ सोचेकै थिइनँ क्या कहिले पनि होइन जुन चाहिँ आज म सोच्नुमा बाध्य भएँ र चेक जाँच गर्नुमा बाध्य भएँ जसको कारणले चाहिँ स्कुटरको साउन्ड सुधार्नमा सफल भएँ होइन सो यस्तो तपाईँहरूको पनि स्कुटरमा साउन्ड बिग्रेको छ र कुनै सामान फेर्दै हुनुहुन्छ भने त्यो अगाडि चाहिँ प्रोपरली चेक जाँच गर्नु जरुरी छ र जहिले पनि साउन्ड बिग्रिँदा केमचेन केमसाप ब्रोकर मात्रले गर्दा हुँदैन ब्लकको कारणले पनि हुन्छ भनेपछि तपाईँहरूले पनि आफ्नो स्कुटरको चाहिँ साउन्ड बनाउँदै हुनुहुन्छ भने एकपल्ट सबै गर्दा पनि भएन भने ब्लकलाई पनि चेक जाँच गर्नु होला ब्लक पिस्टनले गर्दा पनि तपाईँको स्कुटरको चाहिँ आवाज सुध्रिरहेको हुँदैन सो यो कुरालाई पनि हामीले ध्यान दिनुपर्छ र यो स्कुटरको इन्जिन बनेको जम्मा 2 दिन भएको थियो होइन र 2 दिनपछि फेरि पनि हामीले 3 पटकसम्म खोल्यौँ तर लास्टमा गएर बल्ल प्रब्लम चाहिँ सल्भ गऱ्यौँ सो यस्तो समस्यामा तपाईँ पनि पर्नु भएको छ भने यो भिडियो तपाईँलाई एकदमै कामदायक हुनसक्छ भन्दा म त 4 दिन झुले तपाईँ नझुल्नुहोस् भनेर चाहिँ मैले यो खासमा भिडियो बनाइदिएको छु र यो भिडियो एकदमै हेल्पफुल हुनेछ र सक्दो सेयर गरिदिनु होला तपाईँको पनि स्कुटर या बाइकमा कुनै समस्या छ भने कमेन्ट बक्समा आएर कमेन्ट गर्नु होला हस्त धन्यवाद।